खसीको मासु खान अलि हामीलाई नै उ लाग्थ्यो, गाह्रो हुन्छ यहाँ। अब माथि सस्तो पाएको मान्छे यहाँ 1400-1500 गाह्रो हुन्छ। त्यही भनेर अनि खुट्टा चाहिँ लग्या रहेछ। अब मैले खाना खाएर सुतिसकेको थिएँ। दाइ उड्नु न बनाउनु भने ऊ आफ्नो भाउजूसँग त्यति ऊ बोल्दैन। अब दुइटैजना लचकदार छन्, नबोल्ने। आफ्नो बुढीलाई चाहिँ अब म ऐनेर भएको थियो कि उसले पनि बुढीलाई पनि भन्न सकेन। मलाई भनेको थियो अब भयो छोड भने, अनि उसले चाहिँ त्यही भात खाएर सुत्यो। बिहानै अनि मैले भने गणेश उज्यालो भयो, जान त पर्सिनी कुर्सी त बाइकको किस्ता बुझाउने दिन आइसक्यो, अनि जा त्यहाँ पठाउ गर्न जाऊ तिमी भने। जुरुक्क उठेर अनि उसले बाइक त्यहाँ अरू छिमेकीलाई पनि डिस्टर्ब हुन्छ भनेर स्टार्ट नगरिकन बाहिरपट्टि अनि रोडमा ल्याइसकेको स्टार्ट गरेर आएको थियो। बिहानपल्टि अब सिमी खुट्टा अनि मैले बनाएको थिएँ। 10 बजे आउँदैन, 11 बजे आउँदैन। अनि मैले के सोचेँ अब पठाउ गर्ने मान्छे अब एक्ज्याक्टली टाइम त हुँदैन, आउला आउला भन्ने भयो। अनि 11 बजिसकेको थियो, म सुतेछु। अनि 2:30 बजे अनि पुलिसको नम्बरबाट मलाई फोन भयो, तपाईँको मान्छे पेट्रोल छर्केर यहाँ आउनु भए रहेछ, वीरमा आउनु न भन्नु। अनि म 3 बजे करेक्ट यहाँ अस्पतालमा आइपुगेको थिएँ। अब उसको बोली अलि फुटिरहेको थियो म आउँदा चाहिँ। 2-4 वटा शब्द चाहिँ उसले बोल्यो, दाइ बाबा मम्मीलाई